म चाहिँ हेर्नुहोस् न भर्खरै उठेको कपडा पनि लिएको छैन ल पानी आएन रहेछ त र हाम्रो आमा चाहिँ यहाँनिर हुनुहुन्छ के त्यहाँको पानी लाइनु आजको मर्निङको नजारा हेरिदिनुहोस् आजको वेदर चाहिँ एकदमै राम्रो छ पानी आउला कि न पानी आउँछ जस्तै त भइरहेको छ हैन तर यहाँ चाहिँ म छु र उठेर मुख पनि धुएको छैन है गाइस सब पिम्पल देखिन्छ के गर्नु र हेलो भन्नु भाउजूलाई हेलो भन्नु त्यहीबाट म चाहिँ भर्खरै उठिरहेको छु अनि अरू त सबैजना अघि नै उठिसक्नु भएको छ म चाहिँ भर्खर 6 बजे उठ्दैछु हाम्रो चाहिँ गाउँमा चाहिँ गाइस आमामा कति छिटो छिटो मान्छेहरू उठ्नुहुन्छ भने नि के गर्नु अब यस्तै हुन्छ बस्तीको मान्छेहरू भएपछि हैन अब बिहानै उठेदेखिबाट काम हुन्छ अझै अब रक्सी पार्नु छ भने त झन् बिहानै पार्नुपर्ने हुन्छ नि त त्यसैले हाम्रो आमा चाहिँ अहिले माने पूजा गर्न लाग्नु भएको होला बिहानै नुहाउनु भयो क्या हो जाडोमा हाई गाइस भन्दिनु न नि त्यो बोकेर धुनुलाई जानु हुँदैछ हाम्रो आमा चाहिँ आमाको त बिहानै पूजा आमा यस्तो जाडोमा पनि नुहाउनुहुन्छ म त र यहाँनिर चाहिँ मेरो आपाले हैन फर्सीको लागि मास बनाउनु हुँदैछ यहाँ फुलबारीमै लगाइदिनु हुने अरे हैन अब बारीतिर पछाडि लाउँदाखेरि चाहिँ एकदमै हात्तीको डर हुन्छ हैन त्यसैले अनि यहाँ फुलबारीमै लगाइदिन्छु भन्नु थाल्नु भयो अनि यहाँनिर हेर्नुहोस् न फर्सीको पुली चाहिँ सानो छ हुन्छ हुँदैन थाहा छैन र पनि अब हैन लाउनु आँट्नु भएको होला मास बनाउनु हुँदैछ हाम्रो आपाले चाहिँ यो चाहिँ हाम्रो फुलबारी हो यति धेरै राम्रो त छैन र पनि भर्खरै हुँदैछ नि जाग्दैछ अब फुलहरू चाहिँ अनि यहीँनिर बनाइदिने भन्नुभयो आपाले अनि यहाँ खुट्टीहरू चाहिँ जङ्गलदेखि ल्याइरहनु भएको छ आपाले हेर्नुहोस् न अनि अब सफा गर्नुपर्ने हुन्छ र एकदमै चिसो हावा आइरहेछ अहिले चाहिँ मर्निङ हो नि त अहिले चाहिँ हाम्रो आपाले चाहिँ यहाँ फर्सी रोपिदिनु भएको रहेछ अनि यहाँ मास बनाइरहेछ यो साल चाहिँ होइन पोहोर चाहिँ अर्कोतिर लगाएको थियो अनि योपालि चाहिँ यहाँ लाउने पोहोर फोलेन नि त उता लगाउँदा उता तामुलबारीतिर थियो अनि फेरि हात्तीको एकदम डर हुन्छ गाइस होइन पछाडि भयो भने देखिँदैन त्यही भएर हेर्नु न यहीँ गर्नुभएको छ फुलबारीमा आमाले चाहिँ कराइरहनु भएको थियो यहाँ नलाउनु फुल मर्छ भन्दै होइन यति राम्रो फुलहरू त छैन र पनि अब रोपिसकेपछि त होइन बल्ल बल्ल जागेको छ नि त मर्छ भनेर आपालाई कराइरहनु भएको थियो हेर्नुहोस् आपाले बनाउनु भएको माछ यो चाहिँ फर्सीको लागि फर्सी काँक्राहरू लगाइदिनु हुने अरे अनि अब पछाडि कुबिन्डा लाउहरू जे लाउँदा पनि भयो होइन तर एकैचोटि त फल्दैन होला फुलहरू चाहिँ यस्तो खालको छ अनि यहाँ चाहिँ हाम्रो आपाले फर्सी लाउनु भएको छ आपाले योपालि चाहिँ एकदमै मेहनत गरेर बनाउनु भएको छ फल्छ फल्दैन त्यो चाहिँ थाहा छैन गाइस हेर्नुहोस् हाम्रो फुल चाहिँ यस्तो यस्तो छ यति खासै राम्रो छैन होइन गुलाब फुलहरू चाहिँ हेर्नु न बाख्राले खाएर शेष भइदिएको छ आपाको काम यो चाहिँ बिहान बिहान अब होइन गाडी कुदाउनु जानुभन्दा अगाडि बनाउनु भएको अझै अब यसलाई बाँध्नु ओर्नु छ बाँधेको छैन नि त अझै फेरि भाटाहरू पनि लाउनु पर्ने हुन्छ आज चाहिँ वेदर चाहिँ एकदम राम्रो छ हावा आइरहेछ अब घाम त लागेको छ अनि र पनि हावाहरू मजाले आउँदैछ कि मेरो लुङ्दा र लुङ्दा चाहिँ एकदमै राम्रो हल्लिरहेछ हावाले
यो चाहिँ हाम्रो अँगन। हामीले चाहिँ यो अँगनमा चाहिँ झार्न उखालेको, किनकि यस्तै राम्रो देख्छ भनेर होइन। आधा सफाहरू चाहिँ गर्नुपर्छ। यहाँनिर चाहिँ होइन के भन्छ, यहाँ चाहिँ एकदमै त्यो यो आपाले टुक्रा गर्नुभएको थियो नि त्यो काटे उयोहरू बाँसहरू, अनि एकदम लेत्रा थियो। मैले उठाएँ र पनि अझै छ कता कता टुक्राहरू छ। अनि बिहान हतार हतार उठाएको। अझै यो मुढाहरू पनि साइड गर्नु छ गाइस, किनकि अगाडि यसरी राख्यो भने राम्रो देख्दैन। अनि यहाँ चाहिँ भाउजूले यो लेत्रा चाहिँ होइन के भन्छ घाँसै हो कि, गाईलाई लगाइदिएको थियो भाउजूले यहाँ के भन्छ फुलबारीको काटेर। अनि हेर्नुहोस् के देखाउनु गाइस, हामीको तपाईँहरूलाई त खालि यही देखाउँदा वाक्कै हुनुभयो होला है। अब अरू देखाउँ भने छैन। अब काम पनि त्यही हो होइन, घरकै कामहरू हुन्छ धेरै भाग त। अनि यहाँ पनि यो चाहिँ हाम्रो घर। हेलो साथीहरू, मेरो आमाको युट्युब च्यानलमा अनि म यहाँ मेरो आमाले दाना काट्दैछ। काम चाहिँ हामीको सुँगुरको चारो हिजो किनेर लिएको थियो नि त, अहिले यति महँगो भएको छ गाइस कोपीको पनि। अनि जलुका पनि भेटिँदैन नि त। अनि 300 रुपियाँको कोपी हेर्नु न कति कम्ती भेटिन्छ है। सुँगुरले पनि गाह्रो बनाइसक्यो है। म चाहिँ दाना पकाउँदैछु। अनि भाउजू चाहिँ आज मानीमा जानुभएको छ। आज दशमी हो नि त, त्यसैले चटपटे खाइसकेर काम चाहिँ यही हो। दुईजना भएर काट्यौँ भाउजू र म। अनि मलाई जानु भन्नुहुँदै थियो मानीमा, अनि तपाईँ जानु भनेर म चाहिँ अनि चारो पकाउन थालेको गाइस। हेर्नुहोस् चारो कालो भाँडा हेर्नुहोस्। हाम्रो चाहिँ दाउरा यति धेरै चाहिन्छ कि बिहानदेखिको होइन। अब बिहान रक्सी पारो, त्यहाँबाट फेरि जाँड पकायो, दाना पकायो, कति दाउराले पनि पुग्दैन हो गाइस। कालो भाँडा हेर्नु है। हाम्रो चाहिँ यस्तै काम छ, काम यस्तै गरेर बसिन्छौँ दिनभरि। तपाईँहरू के गरेर बस्नुहुन्छ? हामीहरूको त कामै यस्तो छ। गरम भन्नु पाउँदैन, गर्मीले मर्न आँटिसक्यो यहाँ आगोमा बस्छु। अब नबस्नु पनि अब एकछिनमा हेर्नु पऱ्यो, यो लाउनै पऱ्यो होइन। त्यसमा यहाँ ठिकै छ, त्यस्तो पिरो चाहिँ छैन। अनि म चाहिँ चटपटै खाँदैछु। आउनुहोस् तपाईँहरू पनि खाने भने। अहिले चाहिँ दिउँसो हो नि त। हाम्रो आपाले चाहिँ माछ बनाउनु हुँदैछ है, तपाईँहरूलाई मैले अघि देखाएको छु। चटपटे र यहाँनिर चाहिँ फापरको पिठो र कोदोको पिठो मिक्स हेर्नु न रोटी खानु लागेको हामी चाहिँ होइन। अनि यहाँ चाहिँ मैले मेनिकीको आमालाई बनाउन दिँदैछु। मैले बनाएको थिएँ कि एउटा, अनि राम्रो भएन जस्तो लाग्यो मैले बनाएको, त्यसैले किटको कराईमा काकीलाई बनाउन दिँदैछु। आउनुहोस् तपाईँहरू पनि खानुहुन्छ भने गाइस। र यहाँनिर चाहिँ हामीले म चाय बनाउँदैछु। हामी चाहिँ यहाँ मेनिकी घर आएको छौँ गाइस फापरको रोटी खानुलाई। फापर र कोदो मिसिएको रहेछ नि त, त्यसैले हेर्नु न यहाँ काकीले चाहिँ कस्तो गरिदिनु भएको छ। त्यहाँ पकाइवरी पनि यसरी सेकाउनु भएको छ कि दाउरा माथि अलग्गै राखेर होइन। यहाँ कोदो र फापर मिसिएको क्या यसमा चाहिँ। र यहाँनिर चाहिँ मैले टमाटर पोल्दैछु चटनी बनाउनुको लागि होइन। अनि कसलाई मनपर्छ फापरको रोटी टमाटरको अचार है। र हाम्रो ब्लग कस्तो के लाग्दैछ कमेन्ट गर्न नबिर्सिनु होला। र साथैमा मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु। र आजको लागि चाहिँ यहीँसम्म हो, फेरि भेट्नेछु अर्को ब्लगमा। बाई बाई।